नमस्ते सबैजनालाई। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ मोटरवाला किचन। म ओपन गरेर पनि तपाईहरु सामु देखाउने नै छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ उहाँको पुरानो नै रहेछ, त्यही भएर यहाँ पुरानो हामीले फिटिङ गरिदिएको छ। तपाईहरुको पनि छ भने यसै बनाउनु छ भने हामीले सम्झिन सक्नुहुन्छ। यहाँ भट्टा भर खोलेर देखाइरहेको छु। क्यामेराम्यान यता फोकस गरिदिनु होला। यस्तै हो, हेर्न सक्नुहुन्छ भट्टा भट। तपाईहरु यसमा चाहिँ चिनी राखिरहेको छ, हामीले चिनी हालेको छ। चिनी हाल्नको लागि पनि अरु मान्छे बोलाइरहनु पर्दैन, हामी नै हुन्छ सबै कामहरु। यस्तै हो, यस्तै हो, हेर्न सक्नुहुन्छ मजाले तपाईहरुले। यो बास्केट यस्तो छ, यहाँ पनि यस्तै छ, हेर्न सक्नुहुन्छ मजाले। यो यस्तो छ, यो यसमा चाहिँ चामल राख्ने हाम्रो बाल्टी पस्नु पर्यो नि त। यहाँ यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ पनि हेर्न सक्नुहुन्छ हैन। अनि यहाँ चाहिँ हाम्रो फोहोर चिजहरु राख्ने हो, डस्टबिन राख्नेमा चाहिँ यस्तो जाली राख्ने गर्नुपर्छ। अब आउनुस् यतातिर लागम हामी टिभी क्याबिनेटतिर। टिभी क्याबिनेट चाहिँ उहाँहरुले जस्तो भनेको त्यस्तै बनाइदिएको छ हामीले। यहाँ पनि ओपन गरेर देखाउँछु म, सबै तपाईहरुले हेर्न सक्नुहुन्छ। यस्तो बत्तीहरु वायरिङ गर्नलाई पनि कोही पनि वायरिङ गर्ने मान्छे बोलाइरहनु पर्ने आवश्यक हुँदैन तपाईहरुले, हामीबाट नै हुन्छ सबै काम। र यस्तो रेडिमेड ढोकाहरु पनि फिटिङ गर्नु छ भने हामीले सम्झिन सक्नुहुन्छ तपाईहरुले। अनि यता आउनु भाइ, यहाँ चाहिँ 3 piece द्वारा हामीले बनाइसकेको छ। यहाँ पनि यो पनि ओपन गरेर नै देखाउन गइरहेको छु म तपाईहरुलाई। यो चाहिँ पैसा राख्ने हो, यो भित्र पनि चाबी नै हुन्छ हैन, हेर्न सक्नुहुन्छ। यस्तै यो ड्रेसिङ हो, मेकअपको सामानहरु राख्ने, चुराहरु राख्ने ठाउँ हो यो चाहिँ। अनि यहाँ पनि हेर्न सक्नुहुन्छ, यहाँ कभर राख्ने थियो। यतातिर घरहरु छ, हेर्न सक्नुहुन्छ मजाले। यो पनि घर नै हो, यो पनि घर नै हो, यो पनि घर नै हो। अनि अब यता भाइ, यहाँ चाहिँ हाम्रो बक्स पलङ छ। बक्स पलङ मजाले हेर्न सक्नुहुन्छ। शुद्ध पनि केही हुँदैन, हेर्न सक्नुहुन्छ तपाईहरुले। र यहाँ घर राखिदिएको छ हामीले, दुई साइडै यहाँको छ सामान राख्ने। यो पनि घर नै हो, यो पनि यहाँ घर नै हो। यस्तै यस्तै फर्निचरको सामानहरु, झ्याल ढोका, दरज पलङ, फर्निचर सम्बन्धी कुनै सामानहरु बनाउनु छ भने हामीलाई सम्झिन सक्नुहुन्छ तपाईहरुले मजाले। र अन्तिममा चाहिँ म के भन्न चाहन्छु भनेदेखि कन्ट्याक्ट नम्बर त मैले अहिलेसम्म हालेको छैन हैन। अब कन्ट्याक्ट नम्बर चाहिँ बायोमा राखिदिन्छु माथि। केही काम पर्यो भने तपाईहरुले कल गरेर बुझ्न सक्नुहुन्छ। हस्, नमस्ते, लभ यु अल, बाई।